तपाईहरू देशको जुनसुकै कुना कन्दराबाट हुनुहुन्छ भने साथै समुद्र साथै बार साथै मुगलानमा हुनुहुन्छ भने तपाईहरुलाई आज म एक चीज देखाउन गइरहेको छु। तपाईहरुलाई म आज हैजा देखाउन गइरहेको छु। यो चाहिँ हेर्नुस् पहटीको सुन्तला। हैजा कति मिठो है हाम्रो यो दोलखा पहटी सुन्तला। तर अस्ति अमिलो दिएको थियो त्यो अस्ति दिदीले हैन, अनि आज त्यही दिदीकोमा दिदी अस्ति त्यो सुन्तला अमिलो परेछ भनेर 3 दाना थप्दै थियो, यही 3 दाना चाहिँ बिग्रेको परेछ। मिठो छ है हाम्रो दोलखा पहटीको सुन्तला, अनि गैरीमुदीको सुन्तला, अनि अलिअलि यता फस्कुतिर नि हुन्छ रे। एकदम मिठो, चिनी जस्तै हो है। संसारको जुनसुकै भए पनि यो चाहिँ बिग्रेको रहेछ। यो चाहिँ मैले फ्याल्दिएँ। तपाईहरु देशको जुनसुकै कुनामा बसेर हेर्दै हुनुहुन्छ भने, तपाई सातै प्रदेशबाट हेर्दै हुनुहुन्छ भने तपाईलाई चाहिँ हामी आज दोलखा पहटीको सुन्तला देखाउन गइरहेका छौँ। हेर्नुस् यो चाहिँ तपाईलाई म खाएर पनि देखाउँछु। यो चाहिँ तपाईलाई म खाएर पनि देखाउँछु। हेर्नुस् हैन यसको टेस्ट। तपाईहरु दिनको भोजन खाजा के गर्दै हुनुहुन्छ हेर्नुस्। म चाहिँ काठमाडौँबाट आएको दोलखा, अनि यो चाहिँ दोलखा तामाकोसीमा पाइन्छ। यो चाहिँ दोलखा पहटीको सुन्तला। हेर्नु है यो म खाएर देखाउँछु। आहा कति मिठो। तपाईहरु काठमाडौँ हुनुहुन्छ अथवा टाढा हुनुहुन्छ भने त्यहाँको एकजना मान्छेसित कन्ट्याक्ट गर्नु हो भने पठाइदिनुहुन्छ है। प्याकिङ सिस्टम तपाईको डेलिभरी पनि हुन्छ। एकदम मिठो सुन्तला खान त आऊ के दोलखा आऊ। दोलखाको पनि तामाकोसी आऊ। तामाकोसीबाट 5-7 किलोमिटर गएपछि पहटी भन्ने ठाउँमा आउँछ। खाऊ सुन्तला खाऊ, एकदम मिठो छ। अनि अहिले यो दोलखा गैरीमुदी पनि पाइन्छ रे साथीहरु। एकदमै मेरो चाहिँ घर दोलखाको मैनाखानीमा पर्छ। अनि म चाहिँ घर आएका बेलामा लिएर गएको सुन्तला एकदमै मिठो छ है एकदम। आहा यो हो नि त सुन्तला टेस्ट, एकदम मिठो छ। अब खान त खाइयो, रातभरि खोक्नु त होला नि। बाइ बाइ।